नेपालको इतिहासमा कसको मृत्यु कसरी भयो भन्दाखेरि क्षयरोग लागेर मर्ने राजेन्द्र लक्ष्मी, जेलमा घाँटी रेटेर मर्ने भीमसेन थापा, पाटनका 6 प्रधानद्वारा आँखा झिकेर मर्ने राज्यप्रकाश मल्ल, परस्त्रीसँग अनुचित कार्य गरेको सम्बन्धमा तलेजु मन्दिरमा काटिने विश्वजित मल्ल, भूकम्पमा परेर मर्ने अभय मल्ल, हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने प्रताप मल्ल, आफ्नै सौताने भाइद्वारा काटिने रणबहादुर शाह, बाघको आक्रमणबाट मर्ने पृथ्वीनारायण शाह, महामारीमा परेर मर्ने भास्कर मल्ल, सीताला रोगको कारणले मर्ने चाहिँ गिर्माण युद्धवीर विक्रम, त्यसै गरी तमाखुमा विष परेर मर्ने योग नरेन्द्र मल्ल। र अर्को कुरा के छ भने कसले कुन मुद्रा चलायो भन्दाखेरि तामा रत्न मल्ल, सुन सदाशिव मल्ल, सुनको असर्फी भन्यो भने के त रणबहादुर शाह भन्नु पर्यो। मानङ्ग मानदेवको कुरा, पर र पुराण चाहिँ नरेन्द्र देवको कुरा छ होइन। अनि चारगुने प्रताप मल्लले भइहाल्यो। जावा भनेको जयप्रकाश मल्ल, यही सबभन्दा सानो मुद्रा यही हो। र अन्य कुराहरू छाला सिद्धिनरसिंहको कुरा छ र अन्य कुरा